दुर्घटनाग्रस्त विमानमा सवार 242 जना बाँच्ने सम्भावना निकै कम। 37 वर्षपछि यही विमानस्थलमा अर्को भयावह दुर्घटना। भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानभित्र रहेका यात्रु र चालक दलका सदस्य जीवितै रहने सम्भावना न्यून रहेको उद्धारकर्मी र सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। लन्डन उड्ने क्रममा टेक अफ लिएको केही बेरमै आकाशमै आगो लागेको विमान जमिनमा पुग्दा एकै डल्लो भइसकेको थियो। विमान केही पर पुगेर आकाशमै आगो लागेको देखिन्छ। विमानमा सवार यात्रुको उद्धार गरेर अस्पताल लगिरहेको दृश्य देखाइए पनि हताहतीबारे अहिलेसम्म त्यहाँका अधिकारीहरूले केही बताएका छैनन्। अधिकांशको जीवित उद्धार गर्न नसकिएको बताइएको छ। यसैबीच एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्विटर एकाउन्ट मार्फत एयर इन्डियाको उडान नम्बर 171 को विमान दुर्घटनाग्रस्त भएको र यो भयावह दुर्घटनाबाट प्रभावित सबै परिवार र प्रियजनलाई कम्पनीको तर्फबाट गहिरो समवेदना रहेको बताएका छन्। उनले पहिलो प्राथमिकता विमानमा सवार यात्रुका परिवारलाई सहायता उपलब्ध गराउनु रहेको पनि बताएका छन्। अहिले अहमदाबाद विमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलहरू मात्र प्रवेश गर्न दिइएको छ। यसअघि सन् 1988 मा पनि यही विमानस्थलमा विमान दुर्घटना हुँदा 133 जनाको मृत्यु भएको थियो। एयर इन्डियाको बोइङ 787 ड्रिमलाइनर विमान भारतको गुजरात स्थित अहमदाबादमा दुर्घटनाग्रस्त बनेको हो। विमानमा चालक दल सहित 242 यात्रु सवार थिए भने मृत्यु हुनेको विवरण एकिन छैन। कोही बाँच्ने सम्भावना पनि नरहेको भारतीय सुरक्षा अधिकारीहरूले उल्लेख गरेका छन्। विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेक अफका क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त बनेको हो। दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको खुलेको छ। विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको हो। एयर इन्डियाले आफ्नो एक्स एकाउन्टमा दुर्घटना भएको पुष्टि गरेको थियो। अहमदाबाद लन्डन गेटविक उडान गर्ने उडान नम्बर AI 171 आज 12 जुन 2025 मा दुर्घटनामा परेको हो। एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू साझा गर्ने बताएको छ। विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो। दुर्घटनापछि प्रहरी टोली विमानस्थलमा पुगेको थियो भने 7 वटा दमकल र एम्बुलेन्स पनि तुरुन्त दुर्घटनास्थल पुगेका थिए। उद्धार कार्य सुरु गरिए पनि कतिको मृत्यु भएको छ यकिन भएको छैन। प्लेन निर्माता बोइङका सेयरहरू बिहिबार अमेरिकी प्री मार्केट कारोबारमा घटेका छन्। भारतको पश्चिमी सहर अहमदाबाद नजिक एयर इन्डियाको विमान दुर्घटना भएपछि यो गिरावट भएको हो। उक्त विमानमा 242 जना यात्रु सवार थिए। एयर इन्डियाका अनुसार दुर्घटनामा परेको विमान बोइङ 787-8 ड्रिमलाइनर विमान थियो। हालसम्म दुर्घटनाको कारण खुल्न सकेको छैन।